ओ के हो यार, यो पटक त मेरो टिमबाट एउटा साथीको भाइले पनि अहिले पठाउ गरिरहेको थियो कि, यो पठाउ भन्दा नि याङ्गो गरिरहेको थियो। त्यो भाइ निस्किएर छ राइडमा, अलिक अबेर निस्केको बित्तिकै एक्सिडेन्ट भएछ कि। अनि म चाहिँ जाँदैछु अहिले यो माछा पोखरीतिरबाट। त्यो भाइलाई खै के भएको यार, साह्रै नराम्रो लाग्छ क्या। हिजो अस्ति मात्रै 3 दिन भयो साँखुमा 17 किलोमिटर भन्दा माथि, 17 हो कि 36 कति किलोमिटरको हो राइड लिएर गएको रहेछ। आउँदाखेरि साँखुमा ट्याक्कै एउटा गाडीलाई पछाडिबाट हानिदिएछ। त्यो गाडीको मर्मतको लागि भनेर 60,000 तिर्नुपर्ने भएछ। अनि जसोतसो गरेर अब त्यहाँको उवालाले चाहिँ कागज गराएर छोडेर पठाइदिएछ। आज 3 दिन भयो फेरि एक्सिडेन्ट भएछ। एउटा बाइकसँग जुध्यो अरे, अनि यो नागपोखरीतिर जुधेको भएर चाहिँ म न्यु रोडमा चाहिँ कलाएर हतार जाँदैछु के भएछ भनेर बुझ्न। यो माथि स्कुलतिर कता छ अरे, फुटुङतिर। हजुर गुरु, हेलो, म यो नेपालटारको प्रहरी चौकी छ नि, यो नेपालटार के अरे डाँडा गाउँको प्रहरी चौकी आइसके। यहाँबाट सिधै आउनु पर्यो। ल म आउँदैछु है, एकैछिन पर्खनु है, म आउँदैछु। म अब 5 मिनटमा आइपुग्छु। यस्तो हुँदा त ठाउँले मुटुले ठाउँ छोड्छ यार। मेरो फेरि यो एरिया नै साह्रै आउनलाई गाह्रो लाग्ने ठाउँ के। म लगभग धेरै महिना भइसक्यो थियो होला है यहाँ नआएको। मेरो जीवनको एउटा अविस्मरणीय पलहरू बितेको ठाउँ हो नि त यो। अनि यो ठाउँ आउँदा चाहिँ कस्तो लाग्दो रहेछ है, यो ठाउँमा बसेको अनि साथीहरूसँग डुलेको, अनि त्यस्तै कुराहरूले कति मन छुँदो रहेछ कि। आज यो बाटो धेरै पछि आइरहेछ है। म कहाँ आएँ किन आएँ जस्तो भयो यार यहाँनिर। अघि भाइलाई कल गरेको, त्यो भाइले पनि भरे फोन गर्छु दाइ भन्छ। साथीको बाइक त यही हो त। यही बाइक हो? कुन यही हो? के भयो? ठिकै छ त नि। कुन हो भाइ? ऊ चाहिँ हो? कुनसँग जुत्या? उयो ठुलैले हान्या रहेछ त यार। के भयो र खै यसलाई चाहिँ के भन्छ? नयाँ ब्याग रे नयाँ फेरेर बस्छ भन्छ कि भाइले फेरेर त्यसपछि 10,000 पाइन्छ जस्तो भयो कि। अनि कहाँ फुटेकै छैन यार, यो त के भएकै रहन्छ त। केही भएको रहन्छ त यो भएको चाहिँ के कहाँनिर कस्तो भएर छ एक्सिडेन्ट हुँदा? यसले हाने कि त्यो ठोकिन गएको? यसले भन्छ के थाहा, अब बनाउने आफै बनाऊ भन्छ कि चौकी जाने भन्छ। यसको पनि अब नयाँ फेर्नलाई त्यो फुटेकै छैन कि नयाँ फेर्ने। यहाँतिर अलिकति स्क्र्याच भएको, यो त हटाउनु मिल्दैन होला। यिनीहरू त स्क्र्याच भए त हटिहाल्छ नि। ए नयाँ बाइक अरे? पुरानै हो नि यो। यो त स्टिकर चेन्ज गर्न मिलिहाल्छ। केही त भएर हिँड्छ यो। यहाँतिर अलिअलि यस्तो को हो अनि चौकी जानु खोज्ने भने चाहिँ? आफै बना भने चाहिँ मैले आफै बनायो भने धेरै खर्च आयो भने यसको अलिक धेरै आउँछ होला 3-4 हजार। त्यसको त आफैले स्टिकर टाँसेर मिलाइहाल्छ है। अनि यत्रोमा पनि मान्छेहरू है के गरे होला? को बाइकवाला को?
मैले भनेको आफै बना तिमीहरूको धेरै खर्च आउँदैन किन लफड गर्ने कि चौकीको भन्दा झन् दुईवटा चिट हानिदिन्छ सिट हान्ने त के कुरा हो र पत्र बनाउँछ तपाईँको हो बाइक तपाईँको हो के भएर हिँड्छ त तपाईँको त नि के भयो खासमा होइन हान्दा चाहिँ कस्तो जुदिया चाहिँ कस्तो उहाँहरूले भन्नुहुन्छ हामीले हान्यो होइन भित्रबाट निस्क्यो हामी तिम्रो मात्र हिँड्यो नि हामी रन सक्नु नै लाग्छ है अनि हामी आफ्नो लाने हिँड्दा मान्छे एउटा भित्रबाट निस्केर यहाँभित्र हानिदिनु भएको यो भित्र लामै खिलाइदियो तपाईँको त नि केही भएकै रहेनछ स्पिड धेरै थिएन क्या तपाईँको नि धेरै भयो त हामीले हाने भयो दुईजनै उड्थ्यो नि तपाईँको नि बाइक केही भएर हिँड्छ त यार यो त मैले त झ्यापा ब्रेकमा हान्दै भयो त के हुन्थ्यो केही भएकै छैन यो यतिको त तपाईँको भित्तातिर जाँदा पनि गइहाल्छ नि के भन्छ भने आफै आफै फु 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 चलाउने ब्रोले हो ए के हो यार ती 3 दिनमा त्यस्तै खबर आउँछ त नि यो चाहिँ के ब्राङब्रुङै गएको ए तल रिम मात्र पठाइदिएको उनीहरूलाई यस्तै हेभी बाइक भएको अलि हुन्छ भने यस्तो सानो बाइक त लडेकी 15 पुरा गइहाल्छ तेरो कति हुँदैन त अनि तल साहा बाटो आएको उनीहरू मेन बाटो आएको त्यो पनि स्पिड हिँडिहाल्छ त्यो त तेरो बाइकको हरनले त्यस्तो बज्दै बज्दैन हरन बजाएर साइडलाई बालेर तेरो केटाकेटीको लागि चोटपटक त लागेन नि होइन भइगयो नि यसको पनि स्पिड त कति नै हुन्थ्यो रे तुर्र गर्ने बाइक दुईजना झ्याममा जुद्या केटो भन्छ मेरो ट्याङ्की भित्रै छिर्यो भन्छ अस्तिको उता केस के भयो आजबाट यो अहिले ठोकेर पठाउ गर्न गाह्रो छ है 3 दिनमा 60,000 अब आज लगभग 65,000 जति गइगयो नि कि चलाउनै बिर्सिनु भयो बाइक उता पनि कमाइ हुन्छ अस्ति चाहिँ कहाँ पुग्या डाँची जर्सिङ पोवा पुग्या त्यहाँ पुग्नुभयो ए किन उठाउनु भएको त यार त्यत्रो लामो अनि याङ्गोमा घरतिर हेर्ने हो नि त्यसरी जानु हुँदैन नि यार त्यो चोटहरू पनि त्यही दिन लाग्यो हो
त्यो मान्छेहरूलाई त्यसरी दया गरेर जाने होइन क्या तपाईँलाई त्यत्रो क्षति भएको छ यहाँ मान्छे हिँडिरहेको छ केही हुँदैन कति पैसा दियो त्यतिमा पैसा कति दियो बोनस कति आयो बोनस त त्यही लिमिटेड हुन्छ 700 को टिपले नराम्रो चुना लगाइदियो यार याङ्गोले त उहाँ डाँडा कटाउँछ नि त्यसरी गर्ने नै होइन नि त अनि फेरि यही बाइकले ठोक्दिया त्यही दिन साह्रै लक्षिणको बाइक रहेछ यार यो झन्डै झन्डै 60-70 हजार कमायो है 3 दिनमा यसले यहीसँग चाहिँ फर्स्ट टाइम त्यस्तो पर्यो 3 चोटिमा तपाईँलाई नै केही हुन्छ बरु यो चलाउनै छोड्नु यार त्यो मान्छे झरेर के न्यू खोज्यो कि चुप लागेर चौकी हिँड भन्नु अनि त्यो मान्छेलाई त यस्तो गरी बसेको ठ्याक्क पैसा झरे जस्तो भइदिएछ त यार तपाईँले फेर्छ नि बाइकले नै त त्यत्रो क्षति त गर्दैन नि यार नर्मल स्क्रेचमा त तपाईँ पनि सुधो हुनुभएछ ऊ पनि सुधै भएछ 5-10 हजार मात्रै बिल पर्छ भन्यो त्यो गाडीको अलिअलि फोटोसोटो त खिच्नुपर्छ नि ए त्यही गरेको कुरै सिद्धिन्थ्यो नि घना बनाइदिएछ यार यो बाइकले गुरुले अनि पल्सर 150 लिनु भन्नु पर्थ्यो नि त तपाईँले नि